साथीहरु यहाँ हेर्नु नि पिङ हैन रेड हेरु हाम्रो घर यहाँ तल हामीले चाहिँ के भेट्यौं भन्दा मिनी स्ट्रबेरी भन्दा पनि हुन्छ तर यहाँ कस्तो राम्रो घर देख्यौं नि एभ्रीवान तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा सेवाफ हो हामी चाहिँ हाइकिङ जान आएको अस्ति पनि फेरि हाइकिङ बल्ल बल्ल गएको फेरि आज पनि हाइकिङ माथि मैले सधैँ देखाइराख्ने हाम्रै नजिकैको माथि झुप्पे डाँडा जान आएको आज यो दिदीलाई अलग देख्नु भएको होला कति अब त्यस्तै हो हाम्रो बुने त दिदीहरु आउनै बाँकी छ अस्तिको जस्तै हुन्छ अनि के अरे जान आँटेको अब हामी चाहिँ रेडी हुँदैछ सबैजना तर चिसो चिसो मौसम छ पेट पनि दुखिरहेछ गाइजहरु अब हामी चाहिँ लाग्यो साथीहरु अब दिदीहरु चाहिँ आउँदै गर्छन् तर आज बिहानै पानी परेको थियो झन् क्यान्सल हुन आँटेको थियो हाम्रो अनि फेरि अनि अहिले पानी रोक्यो तर हिँड्दैको हामी अब यिनीहरू ढिलो न ढिलो गर्छ म त यस्तो उठ्छ साइकल यिनीहरूको यसले छिटो गर्न भन्छु कुकले पनि हेर्दैछ यहाँ पछाडि अनि सबैभन्दा छिटो रेडी हुने म यो सबैभन्दा एक्साइटेड पनि उहाँ नै हो म त कहीँ हिँड्नु पर्यो भने मलाई छिटो मिठो चाहिन्छ मेरो आमा जस्तै पो छु त्यो म त्यही हो साथीहरू अब हिँड्दैछौँ हामी दिदीहरू आइसक्नुहुन्छ हेर्नु न अरू बेला अर्कै देख्नुहुन्छ कुर्थीवाली आज कुर्थीवाली देख्नुहुन्छ आज एउटा दोही होइन सिटी बाटो छ हेर्नु त गाइजहरू कहिले पुग्नु यो माथि हाम्रो दिदी पनि भ्लग बनाउनुहुँदैछ हामी त यहाँ त हेर्नु यस्तो बसेको छ माथि कति छ चाहिँ उकालो हेर्नु त हजुर के भन्दैछ अझै माथि पत्रङबारी हाम्रो मामालाई गाउँ कट्नै पर्ने छ त्यहाँदेखि पो हो त साथीहरू आमामा आएदेखि त हाम्रो दिदी थाली आउँदा पनि गलिसक्नु भयो ल गाइजहरू उकालो हिँडौँ हिँड्दैन हिँड्नु त अगाडि तपाईँ आउँछ साथी छिटो हिँड्नु न यहाँ हिँडाउने कुरा अगाडि छिटो हिँड्नु न तपाईँ टाप झार्दैछ नि त दुईटा आँपमा आइगयो अलिक ठुल्ठुलो देऊ ल साथीहरू हात हेर्नु चोप्पै चोप भइरहेछ आँप टिपेको आँप बोक्नुभन्दा नि उयो दिदीहरूले छोडेर गएको थियो ऊ माथि पर्खिरहेछ मन्दिर हो है यहाँको श्री पञ्चकन्या मन्दिर हो यहाँ थुप्रो मान्छेहरू आउनु मेला पनि लाग्छ एक टाइममा लाग्छ हाम्रो यो चाहिँ पत्रङबारी अब माथि पुग्नुपर्ने छ है अझै तलतिर कति राम्रो राम्रो बनाउनु भएको छ नि अब तल अझै हेर्नु है साथीहरू यो चाहिँ फोटो खिच्ने यो चाहिँ हाम्रो पञ्चकन्या मन्दिर म एकचोटि आएको छु यहाँ सरसफाइ गर्नु हुँदै रहेछ अहिले चाहिँ यस्तो घरहरू अस्तिको उयसमा चाहिँ घरहरू बनाउनु भएको थिएन अहिले चाहिँ घरहरू यस्तो बनाउनु पर्छ गाडी पनि आउँदैछ हाम्रो दिदीहरू चाहिँ माथि हिँडिसक्नु त्यो छ हामीलाई छोडेर हिँडेको आँप बोक्नु न होला नि खै अर्को दिदी चाहिँ माथि गलेर बसिसकेको छ हामी ब्याग यहाँ सामान ऊ पछाडि उहाँ दिदी गल्नु भयो अरे त्यही हामीलाई त्यही हो त्यही पनि ढिलो हिँड्नु भएको छ यहाँ हेर्नु यस्तो ढिलो हिँडिराख्नु भएको छ उहाँ दिदी म त जे बानी भएको छु यिनीहरूसँग हिँडेर अब चाहिँ जङ्गल आयो साथीहरू डाँडादेखि थाल्यो अलिक नजिक अनि त्यो सब भिड चढेर जानुपर्छ हामी यहाँ माथि आइसक्यौँ अब चाहिँ हेर्नु नजिक देख्नुहुँदैछ ए चुइगम अरे पहिले झरेको रहेछ हेर्नु न कत्रो ठुल्ठुलो हाम्रो दिदी चाहिँ गइसक्नु भयो यहाँ अर्को बहिनी दिदी तलै हुनुहुन्छ सुल बान्ने तरिका अरे हो अब हामी हिँड्यौँ गाइसहरू ऐसेलेको बोट चाहिँ टन्नै देख्यो कि फल्नु चाहिँ फलेको छैन कस्तो अनुभव हुँदैछ बुनु ठिकै हुँदैछ
हाम्रो दिदी हेर्नु कति जागरिलो यस्तो राम्रो देखिरहेछ हेर्नु नि धरे मेरो आइफोन होइन कि आइफोन भएको भए त यस्तो राम्रो देखिन्थ्यो है मेरो साथीको आइफोन छ उहाँ फोटो खिच्नु दिदी हेर्नु यस्तो राम्रो दिदी भर्खर आउनुहुँदैछ ए हेर्नु त यस्तो राम्रो परको चाहिँ यता परको चाहिँ बिबी कोइराला हस्पिटल है साथीहरू त्यो देखेको चाहिँ जस्तो लाग्यो अनि हेर्नु ऊ माथि एकछिन मैले देखेँ यो चाहिँ चिन्डे है साथीहरू यहाँदेखि पर चाहिँ याक्थुम डाँडाहरू छ यो यतापट्टिको चाहिँ भेलेटर साइडहरू उता ए म त्यस्तो समाउन सक्दिनँ उयो गर्न सक्दिनँ होला पर हेर्नु त साथीहरू हिमाल हेर्नु है पर देखिरहेछ यो चाहिँ कोशी नदी हो हाम्रो जस्तो लाग्यो हाम्रो धरान यस्तो तलबाट ल्याएको छ कि अब आधी बल्ल आइसक्यो यस्तो त्यो खाल्टो देख्नुभएको छ नि त्यहाँबाट आएको सर्टकट बाटो भनेर उहाँ महोदयहरूले यत्रो मेहनतको पास आयौँ हामी झुपेटाले त देखियो नि त अब नजिक हाल्दैछ अब चाहिँ ए बोर्ड देखिन थाल्यो है अलमनमा परिसक्यौँ यहाँ यो बाटो कि यो बाटो अलमन परिसक्यौँ हामी यत्रो पहिरो अस्ति लडेको भिड आयो उयो गएको तर चिन्डेको जस्तो त त्यति साह्रो त भएको छैन कि चिन्डेर जस्तै तर गल्नु चाहिँ गलियो है साथीहरू हालत त्यस्तो भइसक्छ साथीहरूको मान्छे पेसेन्जरहरू उत्रिनु भएको साथीहरू अब हेर्नुहुँदैछ क्या बाटो कस्तो छ हेर्नु न पहिरो कस्तो छ त नि पहिरो हेर्नु त यस्तो छ नि भइतिर केही भएन ए यत्रो पहिरो जानुपर्छ नि त बिस्तारै हेर्नु त यस्तो डेन्जर छ फाइनली अब यहाँ खोर्सानीहरू नै बिर्स्यौँ कि चपटेमाले यहाँ सोध्दैछु अब सोध्नु आँटेको साथीहरू यहाँ हेर्नु न सिस्नोहरू यति धेर छ पानी यस्तै चिसो छ अब भन्नै सकिँदैन सिस्नोहरू चाहिँ यहाँ अति ला सिस्नोहरू चाहिँ हेर्नु न यहाँ कम्ता धेर छैन ला कोला त नि यहाँ त अनि हाम्रो उता छैन भानु चोक होइन बजार कहाँ जानुहुन्छ भन्छ हाम्रो बहिनीले यहाँ आन्टीले चाहिँ कुन बजार जानुहुन्छ त्यही धरान नै होला होइन धरानै जानुहुन्छ घरहरू चाहिँ टन्नै रहेछ होइन बाख्रीहरू धरान सरी यहाँ कस्तो राम्रो घर देख्यौँ नि हेर्नु त अबि कस्तो राम्रो अन्त नि ए यता हो क्या माथि साथीहरू फुल कति राम्रो राम्रो हेर्नु त झुप्पे डाँडा चाहिँ देखेको छैन अघि तलबाट देखेको थियो छेकियो क्या यो पाहाडले हामीलाई त पाहाड नै हो यो पनि को आयो जङ्गली धनिया जङ्गली धनियाहरू कति दिदीले उखालेर लाने अरे हाम्रो माथि छ साथीहरू अब चाहिँ धरान देखियो यी फुल धरान देखियो चिन्डेबाट चाहिँ उता घोप्पा क्याम्पसम्म मात्रै देखिन्छ अहिले चाहिँ हाम्रो घर त देखिँदै हजुर मामी हाम्रो पत्रङबारीको स्कुल यो साइड हो नि त हाम्रो घर यताको साइड हो नि त त्यो तल सेकुवा कर्नरको हाम्रो घर यता छ क्या यो जङ्गली सेक छ हाम्रो घर हालत भइरहेछ हाम्रो गति राम्री खोला खोइ त हाम्रोतिर भएको खोइ होइन छेक हो नि त हौ ओपर गल्यो सेल्टिन सुत्दिनु मन लाग्यो दुईवटा खोला रहेछ यो एउटा बगरकोटको भयो एउटा चाहिँ खै यो कताको खोला यो चाहिँ लाग्दिएको अब पिच बाटो छ यता चाहिँ लाग्दिएको अब टिपिहाल्यो जङ्गली फुल अरे नटिप्नु नैसेलु यहाँ हेर्नु न ऐसेलु साथीहरू गाइसहरू अनि ऐसेलु टिपेर खानेवाला छौँ सब टिप्नुपर्छ तर किराले खाएको रहेछ अनि यो बहिनी चाहिँ पुरै आँती राखेको थियो आँटेर झोला झोला क्याप्चर खाएर आएको हो
खाएछौँ कस्तो दामीहरू छ मिठो छ कहिले एउटा ऐसेलु खाऊँ भयो ल्याइदिन्छु म आतेर आयो ल्याइदेऊ भन्नु साथीहरू यहाँ हेर्नु नि ऐसेलु यहाँ बल्ल टिपे घोल्छ नि काँडाले कम्ता घोच्यो तर यस्तो हुँदो रहेछ साथीहरू गुलियो चाहिँ मिठो हुँदो रहेछ कि मलाई मिठो लागेको गुलियो चाहिँ अरू काँचो काँचो मिठो हुँदैन रहेछ कस्तो दामी हेभेन डाँडा जस्तै हाम्रो दिदी यहाँ बाटो ए मार्छ होला घरबाट आउँदा अरूको घरबाट आइरहेको छौँ मार्च सोध्नु न एकचोटि खोर्सानी छ कि छैन खोर्सानी ए सल्लाहहरू हेर्नु न मम्मा खै छोरा हेर्नु न बाख्रा हेर्नु वाह यी साथीहरू कहिले होइन यता हामी वाह कस्तो दामी सधैँ हाम्रो घरबाट देखिने आज उयसहरू आज रियलिटीमै मतलब नजिकै देख्यो यहाँ बनाइसकेको रहेछ यस्तो यस्तो राम्रो यही होटल हो अरू बेला हेर्नु न उयसमा देख्ने तलबाट झिलिमिली देख्ने अझै नयाँ होटल बनाएको रहेछ साथीहरू ए होइन होटल होइन रहेछ साथीहरू त्यो उयो अहिले निस्केको छ क्या भेलाठाउँमा त्यो यस्तो ढेका लिएर पर पुग्ने त्यही रहेछ पर हामी चाहिँ आइसक्यौँ यहाँ त कति बाक्लो होटलहरू रहेछ हाम्रो दिदी हो हामी चाहिँ पुग्नुपर्ने ऊ त्यो घरै घर छ नि त्यहाँ मेरो ले चाहिँ फुस्के यिनीहरूले आयौँ भन्दा पनि हुन्छ हामी है यतातिर चाहिँ घरहरू राम्रो राम्रो बनाउनु भएको के सानो सानो भए पनि चिटिक चिटिक परेको के पियाजहरू पानीहरू सब किन्नु पनि घरमै छोडेँ आज अनि मेरो अनि आएर किन्दैछौँ हामी फुटबल ए के अरे भलिबल खेल्ने के भन्छ यसलाई भलिबल नि होइन भलिबल खेल्ने ठाउँ पनि रहेछ यहाँ दोकान रहेछ साथीहरू माथि पुगेर हाम्रो बहिनी चाहिँ होइन हेर्नु साथीहरू यस्तो भिडमा एउटा कन्टे घर ए यति रातो फुलेको क्या हाम्रोतिर त अलिक मधुरो हुन्छ नि त पिङ्क होइन रेड होइन हाम्रोमा चाहिँ पिङ्क छैन हाम्रोतिर चाहिँ यहाँ चाहिँ रातो क्या अति अन्त नि टन्नै मौरीहरू मतलब हुन्छ नि मौरीहरू पालेको टन्नै पाल्नु भएको रहेछ क्या सबैको घरतिर प्रायः त्यो मौरी पाल्ने डुर हुन्छ नि त्यस्तो रहेछ हाम्रो बहिनी चाहिँ ऊ माथि बसिरहेछ हामीलाई रुङ्दै साह्रो भइसक्यो ए कस्तो राम्रो हेर्नु न गइरहेको रहेछ आनन्द छ अघि पुगेर साथीहरू यो यहाँ हेर्नु न ग्राउन्ड रहेछ चिन्डे डाँडाको जस्तै उतापट्टि याकथुमहरू यतापट्टि साथीहरू यो साइडतिर होला देखेको छैन साथीहरू यहाँ त होटलहरू रहेछ यही हो झन्डा चाहिँ झन्डा छैन तर साथीहरू हेर्नु न धरान देखेको अब चाहिँ मलाई यस्तोमा छेउमा बस्न डर लाग्छ यो चाहिँ उता उयो पानबारा साइड यो चाहिँ हाम्रो धरान धरानको बजार भने यहाँ पनि साथीहरू ऐसेलुको बोट रहेछ तर फल्नु चाहिँ फलेको रहेनरहेछ हाम्रो धरान यो परको पानबारा परको ठेङ्गाबारीहरू साथीहरू देखेको छैन होला मेरो किन आइफोन छैन नि त साथीहरू यो ठेङ्गाबारी ए पानबारा होला अनि यो अर्को साइड चाहिँ ठेङ्गाबारी हाम्रो धरान फुल देखिन्छ यहाँबाट चाहिँ चिन्डेबाट चाहिँ आधी देखिन्छ भने हाम्रो दिदी आउनु हुँदैछ टाढो है म पनि खिच्दिनँ मलाई यत्रो खिच्छौँ यहाँ टुप्पोमै जान्छ त यहाँ धरान हेर्नु कस्तो दामी देखेको छ फोटोमा त खिचेको है यो चाहिँ साथीहरू ए हाम्रो माम
यो चाहिँ चाम्रे भात यो लु भयो आपको अचार अरे यहाँ थोड़ी थोड़ी यहाँ आपको अचार डम चामरे माम काकम आँपको अचारले कति मिठो रहेछ त बगैँचामा उगाउँदा चाहिँ अब जुठैहरूले उगाउँदिने हो मिठो भयो आपको अचार हाम्रो दिदीले बनाउनु भएको हामी गाई चाहिँ डुल्नुभन्दा नि धेरै खान्छौँ त्यही भएर नि ज्यान लागेको छ खोइ भिडियो बनाउनु भएको मिठो भएछ साँच्चै दुईजना मात्र कसले बनाएको मैले जान्नै भयो ओइ मिठो भयो भोकले होला त्यो पनि मिठो अहिले होइन भन्दाखेरि लु त्यो भेलेटरको हेर्नु साथी आइस के डाँडा अरे अर्को चाहिँ उयो छ नि यो सिसाको चाहिँ त्यो सिसाको हिँड्ने है यता चाहिँ जुठो मुखले भन्नु नहुने मैले पाती भएर साइड हो यो चाहिँ अनि यो चाहिँ एकछिन भेलेटार हो यिनीहरू चाहिँ हाम्रो यहाँ चप्पटे पनि भइसकेको छ है हिन्दीले खानुहुँदैछ यहाँ हाम्रो गोड दिदी तिमीहरूकै चम्चीले खाऊ यहाँ हाम्रो चप्पटे के हो यहाँ हाम्रो बहिनी यहाँ मै सार्दैछ दिदीहरू पिरोले स्यास्या भइसक्नु भयो म चाहिँ यहाँ चप्पटे खाँदैछु खोर्सानी यस्तो पिरो भइरहेछ त्यही पनि यहाँ डराउँदै हान्छ भयो यहाँ रियालिटी हेर्नुहोस् यसरी आउनुहुँदैछ क्यामेरा थराएकै स्टप भइहाल्नुहुन्छ झुप्पे झन्डा नै छैन यी बाङ्गिरहेछ यस्तो बाङ्गिरहेछ सब धरा निलो टिन छ हेर्नु न बाङ्गिरहेछ यस्तो झन्डै टिन मतलब झन्डै छैन क्या मान्छे हुनुपर्छ साथीहरू यहाँ हाइकिङ आउँदा नि सिरियल हेर्ने मान्छे हेर्नु त म सिरियल लगाइराख्नु भएको थियो यहाँ माल दिदीको चाहिँ फोटो खिच्नु हुने अरे यहाँनिर यस्तो राम्रो यता यो साइडमा हेर्नु न उयो यहाँ हेर्नु त सब उयो के अरे घाम छेकिरहेको छ हेर्नु यतापट्टि बेलेटर साइड हाम्रो खानेकुरा उडाएछ टक सकिँदैन अर्को ब्लगमा पनि त्यही हो यहाँ अर्को फोटो सकिँदैन दिदीले बोलाइछ हेर्नु न हामीले मिनी स्ट्रबेरी के भन्छ ऐसेलु नै समथिङ भन्छ होला यी ओइ झन्डै लड्यो यी हेर्नु त कति धेरै तर खल्लो हुन्छ है साथीहरू यो मिठो त हुँदैन कि यो हेर्नु न कति धेर्छु उयो त झन् कम्ता धेर्छु होइन हामीले चाहिँ के भेट्यौँ भन्दा मिनी स्ट्रबेरी भन्दा पनि हुन्छ तर पाहाडतिर चाहिँ ऐसेलु के मतलब त्यस्तै भन्छ है मैले मान्छेको मुखबाट सुनेको टिप्नु चाहिँ मैले टिपेको यहाँबाट खल्लो हुन्छ क्या त्यस्तो केही हुँदैन त्यसै छैन टेस्ट हुँदैन क्या साथीहरू यसमा केरा यो बाहिरको टेस्ट बिनाको है साथीहरू सेम खरबुजा चुस्ता मजाले खरबुजा केरा गर्नु मात्रै मजा आयो फ्याँक्दिने यतिहरूलाई ट्राई गरौँ न मिनी स्टार उयो मिठो हुँदैन खल्लो न खल्लो केही न केही साथीहरू कस्तो राम्रो पुरानो हाम्रो घरमा थियो पहिले यो फुलहरू रोसहरू बजाउनु नि यहाँ अरू पनि छ यहाँ चाहिँ सोपहरू रोप्नु भएको रहेछ है यहाँ पनि हेर्नु न कस्तो यहाँ चाहिँ सोपहरू रोप्नु भएको रहेछ त्यो चाहिँ अघि टिपेको स्ट्रबेरी हामी चाहिँ मन्दिर जाँदैछौँ बल्ल बहिनीलाई फकाएर माथि मन्दिर छ कि होइन त्यही जाँदैछौँ यहीँबाट हेर्नु साथीहरू बन्द रहेछ भित्र अघि घन्टी बजिदिरहेको थियो नि त अन्त घरहरू टन्नै रहेछ यता उता रहेछ हाम्रो धरान राम्रो धरान हाम्रो बहिनी यहाँ देखिँदैन यहाँ चाहिँ कति राम्रो देखिरहेछ यहाँ चाहिँ रोटीवाली कुन यो चाहिँ उयसको रोटी के को रोटी भन्दा साथीहरू रोटी के को रोटी हो यो गोड दिदी ए चुकन्दरको रोटी अरे यो के हो तातो हो तातो छ साह्रो अनि खाएछौँ हामी चाहिँ तातो भयो
यो कति किलो आयो क्या मासु चाहिँ ल्याएन अनि कसले मासु ल्याउँछु भन्दैछ त्यो हेर्नु त्यो बनिले कस्तो बार खाएको खानै भने अनि यसरी अहिले त खाँदा जाँदा जाँदै झर्छ सालिने हेर्नु त्यहाँ कति कस्तो घिनलाग्दो पारिकाले खाँदैछ त्यहाँ हेर्नु त पानी पर्ने जस्तो मौसम भइरहेछ यहाँ तल चाहिँ फेरि घाम लागेर टिलिक्क छ यहाँ माथि चाहिँ चिलहरू पनि उठ्दैछ हेर्नु न देखेको छैन होला म देखाउँछु चिल आयो यहाँ कुकुरहरू अब हामी चाहिँ लाग्दिएको होइन लाग्दिएको अब साथीहरू यहाँ पानी किन्नुभयो दिदीहरू पछाडि आउनु हुँदैछ अन्त नि बब्बाल देखिरहेछ राम्रै हेर्नु साथीहरू यहाँ उयो मुन्टा त मासाले यहाँ हेर्नु त इस्कुसको मुन्टा तर अर्कै टाइपले हेर्नु हामी यसरी गरिदिनौँ नि त अर्कै सिस्नु चाहिँ टन्ने क्या यतातिर दिदीको इङ्ग्लिस बुझ्नु होला जे सर्टकट मान्छे भने सधैँ निजुको च्यान 1 पिस पनि रहेछ अनि ओइ हेर्न एनिमीको ओइ बुने ओइ सुन्दैन मलाई सबै एनिमीको नाम आउँदैन यो जिरो उयो खै के भन्छ दुईवटा तरल छ होइन है दामी दामी उयो होइन त्यो नेजुको होइन अहिले नेजुको भन्दाखेरि नेजुको होइन कि त्यो मुनि उयो के गरिदिँदै ऐसले टिप्नु हुँदैछ अनि त्यो तान्नु त छ त्यो छेउको ऊ यहाँ छेउको तान्नु यहाँको चाहिँ काटी चाहिँ नतान्नुमा छिट्टै फर्केको प्यारासुट साथीहरू उड्दैछ हामी चाहिँ यहाँ आएर बसेको यहीँ गरम भएर हाम्रो दिदीलाई छेकियो छोरा त अलिकति गो दिदी डब्लु च्याम्पियन हामी साथीहरू यहाँ एउटा माथि दुईवटा अघिकै उ जस्तो लाग्यो यहाँ झार्दैछ उतापट्टि छ एउटा यो झार्दैछ साथीहरू प्यारासुट हाम्रो बगरकोटको समुद्रमा अहिले यस्तो टाढा देखेको छैन झुपेर अघि हामी त्यहाँ पुग्दै केही न केही प्यारासुट टन्नै उडाएको रहेछ क्या हाम्रोतिर साथीहरू अब हामी चाहिँ घर आयौँ यहीँ तल होइन हामी चाहिँ आइसक्यौँ अब यहाँ बसिरहेको छौँ साथीहरू अब म चाहिँ भ्लग एन्ड गर्छु है लाइक सब्सक्राइब गरिदिनु बाई बाई साथीहरू हाम्रो हालत यस्तो छ के भएर गएको थियौँ के भएर आयौँ हामी गइदिदी लास्टमा अनुहार देखाइदिनु यसरी